यस्तो गर्न लागेको यो के भयो यस्तो जे भयो भयो ढिँडै भयो तर पकाउन को मेरो कुमार सोल्टीले पार्वती दिदीले ढिँडोको त तेलै निकाल्न लाग्यो भन्थ्यो आज त धेरै भएर नभरहेछ हौ खै माडिएन त सोल्टी ल को खानी हो यो वरिपरि छ भनेदेखि आउनुहोस् है बङ्गुरको भुटुवा बोसे आन्द्रसँग चस्मा लाएर बाहिर चस्मा लाएर ढेँडो खाने हो हामी चम्चा काँटाले खाने हो अनि मान्छेले कुरा गर्ने गर्छ क्या त्यो मान्छेहरूले ल ए कुमार सोल्टी ल हेर ढेँडो आगोमा पकाएको ढेँडो छोटो छोटो खिच्छ त अहिले राम्रो यो ल हो ए हात दुख्यो ल हेर यस्तरी पहिला पहिलाको बाजेहरू रोग नलाएको त यस्तै खाएर हो कि हामीलाई अहिले हुने नहुने रोग लाग्छ ए बिमल ल हेर ढेँडो यो ढेँडो भनेको यो हो क्या यो हो ओडाल्ने तरिका चाहिन्छ कि हुँदैन क्या यसको एकदम स्मुथ हुनुपर्छ यो लस पनि त बाँड्यो हुँदैन सानो रहेछ नि त दिदी मार्ने कुरो त जग्गा छ है ज्वाइँ यो त दामी हो दिदी सबभन्दा दामी पिठै हो पिठो ल हेर रातो ढेँडो भनेको यो ल हो ल वाउ कति मिठो भएको है ज्वाइँ हेर त होइन बिमल चरा खान्छ निल्दैन मैले चनी कुकुरको भुटुवा आज सबै बोल्दैन कि गुरुङ भाषा पाएपछि के